ट्रेन्ड लाइन युज गरेर डिमान्ड जोन कसरी बनाउने एन्ड देन हामीले त्यहाँबाट हाम्रो ट्रेड कसरी निकाल्ने त्यो एकचोटि हामी हेरौँ है त। सिम्पल है। के छ भने अब यो एरियालाई हेरौँ है एकचोटि। अब के छ, गोल्ड अप ट्रेन्ड हो। गोल्ड अप ट्रेन्ड भएपछि धेरै हेरिरहनु परेन। अब यो ट्रेन्ड लाइन ब्रेक भएपछि माथितिरको ट्रेड हामीले निकाल्न सक्छ होइन। यो सपोर्टको एरियाबाट माथिको र्याली गरिरहेछ हो, एउटा ट्रेन्ड लाइन पनि भ्यालिड गरिरहेछ होइन। अब यो सिनेरियोलाई हामी हेरौँ है एकचोटि। अब यो आवरली चार्ट हो के। अब यसलाई हामी अलिकति सानो टाइम फ्रेममा लिएर जाउँ है। कति हो यो? 15 मिनटको होइन। अब हेरौँ है त। अब हामीले सरसर्ती हेर्दा हेर्नु है ट्रेन्ड लाइनलाई कसरी युज गर्ने होइन। यो एरियामा एउटा सप्लाई देखिरहेछ है, यो एरियामा एउटा सप्लाई देखिरहेछ एन्ड देन तलको सप्लाई छ यो एरियामा, तलको सप्लाई छ यो एरियामा है। अब यो एरियामा यतिकै सप्लाई भएपछि त अलिकति गाह्रै पर्छ ट्रेड गर्नको लागि होइन। ओपिएसले एउटा राम्रो ट्रेड दिएको छ, हजुरले देखिसक्नु भयो होला होइन। अब हामी हेरौँ होइन, सुरुमा हेर्नु है, सुरुमा हजुरहरूले यसलाई ट्रेड गर्दा कसरी गर्छ भने हेर्नु है, यो ट्रेन्ड लाइन हजुरहरूले लगाउनुहुन्छ सुरुमा होइन। हेर्नु है, सिम्पल सिम्पल छ है, बुझाउनु खोजेको कुरा। यो सप्लाई एरियाबाट हजुरले ट्रेन्ड लाइन लगाउनु भयो होइन। अनि यहाँ त ट्रेन्ड लाइन ब्रेकडाउन छ, अनि हजुरले ट्रेन्ड लाइन ब्रेकडाउन ट्रेड गर्नुहुन्छ होइन। त्यसपछि अब यो ब्रेकआउट आयो, फेरि पनि यो एरियामा रिटेस्ट गरिरहेछ, हेर्नु है रिटेस्ट। अनि यो जुन यो हाई छ नि, यो हाई ब्रेक गर्ने बित्तिकै यहाँ के भइरहेछ हेर्नु त सबैजनाले, के भइरहेछ हेर्नु त। यो हाई ब्रेक गर्यो नि, यो हाई ब्रेक गरेपछि के भयो त भन्दा सिम्पल यो ट्रेन्ड लाइन भ्यालिड भयो के। हेर्नु है, यो ट्रेन्ड लाइन भ्यालिड भयो होइन। यो ट्रेन्ड लाइन भ्यालिड हुने बित्तिकै यो र्याली होइन, यो माथिको र्याली यो एरियामा आयो नि भनेपछि यो एरिया एउटा डिमान्ड जोन भयो क्या। हामीसँग अर्को के छ, पहिलाको रेजिस्टेन्स वर्किङ एज अ सपोर्ट एन्ड देन ट्रेन्ड लाइनको एउटा भ्यालिड डिमान्ड जोन भनेपछि यो एरियामा हजुरले कुनै पनि बाइङ सिग्नल होइन। अब हजुरले यसमा हरामी हेर्नुहोस्, ओपिएस हेर्नुहोस्, ट्रेड हजुरलाई प्रशस्तै दिइरहेछ होइन। अब सिम्पल हेर्नु है त, तपाईँको के छ, यहाँ एउटा हरामीले ट्रेड दिएको छ, यो एरियामा तपाईँले एउटा ओपिएसले ट्रेड गरेको छ, दुईवटा ट्रेड तपाईँको कन्फर्मै छैन भनेपछि यो एरियामा हजुर 1:2 1:3 रिस्क रिवार्ड रेसियो राखेर ट्रेडको लागि जान सक्नुहुन्छ। हामीले डिमान्ड जोन हेर्नको लागि ट्रेन्ड लाइनलाई यसरी युज गर्छौँ है त।